आज फेरि यो केटीले हातभरि माटो लगाएर के गर्दैछ भन्नुभयो होला है। सो आउनुहोस् साथीहरू, आज मैले फुल गोड्दैछु। यो चाहिँ तिहारको लागि सयपत्री फुलहरू हो कि। तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ साथीहरू? मोबाइल हेरेर बस्नु भएको छ हो? मोबाइल मात्र हेरेर बस्ने होइन, जानुहोस् क्यामेरा ठडाउँदै फुलहरू रोप्नुहोस् अगाडि। अनि मजाले फुलहरू छ भने त्यसलाई गोड्नुहोस् है। अनि पछि चाहिँ राम्रो देखिन्छ क्या फुल्यो भने। फुल त हो नि, फुल त जति बेला पनि जस्तो गर्दा नि राम्रो पनि देखिन्छ, चाहिन्छ पनि है। अनि मैले चाहिँ यसरी फुलहरूलाई मल हालेर गोड्दैछु क्या साथीहरू। यो मेरो सानो बगैँचा, यसरी गोड्छु मैले सबै फुलहरू। अनि यो फुल अलिक ठुलो भयो भने चाहिँ फेरि मैले यसको मुन्टाहरू पनि सार्छु क्या अन्त अनि त्यो पनि म हजुरहरूलाई देखाउने छु। आज चाहिँ मैले यति नै गरेँ। मलाई चाहिँ एकदम धेरै रुगाले ग्रस्त बनायो के साथीहरू है। ल फाइनली मैले सबै भ्याएँ। हजुरहरू के कसो गर्दै हुनुहुन्छ भन्नुहोस् है साथीहरू कमेन्टमा। फाइनली यस्तो देखिएको छ है साथीहरू। लु, तपाईँहरूले चाहिँ कस्तै फुल रोप्ने गर्नुभएको